ब्रह्मचर्य शब्दको वास्तविक अर्थ हो ब्रह्ममा घुम्नु। ब्राह्मणी विचारणं ब्रह्मचर्यम्। जब कुनै मानिस बाह्य भावनाहरूसँग कुनै काम गर्छ वा केवल कामको अनुभूति हुन्छ, त्यस समयमा उसले आफूलाई जुन चीजसँग जोड्छ, उसले काम गर्छ वा केवल कामको अनुभूति हुन्छ, उसले यसलाई एक निष्क्रिय खण्डित वस्तुको रूपमा देख्छ र यसरी उसले सधैँ खण्डित वस्तुमा मात्र ध्यान गर्ने प्रयास गर्छ। ले गर्दा मन भौतिक वस्तुमा यति तल्लीन हुन्छ कि यसको चेतन अस्तित्व पनि जडत्वमा परिणत हुन्छ। ब्रह्मचर्यको अर्थ हो हामीले काम गर्ने चीजहरू वा कामको अनुभूति हुन्छ, तिनीहरूलाई निष्क्रिय वस्तुहरूको रूपमा नहेर्नु, तर तिनीहरूलाई ब्रह्मको विकासको रूपमा हेर्नु। यसैले गर्दा जब मन एउटा विषयबाट अर्कोमा सर्छ, किनभने सबै चीजहरूमा ब्रह्मको अनुभूति हुन्छ, यो ब्रह्म बाहेक अरू कतै जाँदैन। यसरी प्रेय साधना श्रेय साधनामा परिणत हुन्छ, काम प्रेममा परिणत हुन्छ।